सो गाइस आज चाहिँ हामी क्याम्पिङ जाँदैछु है ग्यामुनमा नाइट क्याम्पिङको लागि। अनि हामी टोटल 4 जना छु र यहाँ केटाहरूलाई सोधिदिउँ न है कस्तो फिल हुँदैछ भनेर। अब फर्स्ट टाइम हो यहाँ 2 जना चाहिँ जेई र म चाहिँ पहिला नि गइसकेको छु। 2 जना चाहिँ नयाँ छ। प्रयास हाउ आर यु फिलिङ? एकदम दामी लाग्दैछ हो। अब कन्सिक्वेन्सेसहरू के छ थाहा छैन, फर्स्ट टाइम एक्सपिरियन्स हो। एक्साइटमेन्ट पुरै छ। अब हेरौँ के हुन्छ। अब नेक्स्ट मन्थ ल ठिकै छ है अहिले चाहिँ, अहिलेसम्म त ओके छ। ल साहिल कस्तो लाग्दैछ फर्स्ट एक्सपिरियन्स? एकदम दामी। अब थाक्नु पर्ने रहेछ हो। एकदम दामी। अब थाक्नु पर्ने रहेछ हो। कहिले पुग्ने त्यही त अब त्यहाँ पुगेर भन्नुपर्छ। उकालो आउने नसोचौँ है। अन्त चाहिँ कतिपल्ट भइसक्यो बिर्स्यो कि कस्तो लाग्दैछ तँलाई चाहिँ? 4-5 पल्ट भइसकेको हो। हेरौँ योपालि रिभर साइड छ, फर्स्ट टाइम जाँदैछ क्याम्पिङ। हेरौँ एक्सपिरियन्स कस्तो हुन्छ। सो गाइस यस्तै छ है आजको हाम्रो क्याम्पिङको स्टार्टिङ चाहिँ। र भ्यू देख्नु सक्नुहुन्छ र दिन चाहिँ एकदमै दामी छ। होप अब तल पुग्नुसम्म यस्तै हुन्छ है। अन्त होपफुली हामी चाहिँ छिटै पुग्छौँ होला। सो गाइस हामी चाहिँ अहिले अम्बोटे जाने बाटोको त्यहाँ आइसकेको छु र हामी चाहिँ यहाँबाट चाहिँ ओह्रालो झर्नेछु। र चाहिँ कस्तो छ अहिले फिलहाल? फिलहालसम्म केटाहरू पनि सबै ठिकै चल्दैछ। गल्यो केटा हो? गल्यो अलिकति गाले छैन हो। नेपाली ओह्रालो छ। सो गाइस जङ्गा छ। यो पालि चाहिँ ओह्रालो भएर चाहिँ अलिकति हामीलाई सजिलो परिरहेको छ है। अब र पनि के अरे बाटो चाहिँ एकदमै लामो छ। गाइस हामी यहाँबाट चाहिँ ओह्रालो झर्ने हो। अनि देख्न सक्नुहुन्छ यहाँनिर यहाँबाट चाहिँ हामी ओह्रालो जाने हो। अनि यहाँबाट चाहिँ हामी ग्यामुनको तर्फ लाग्नेछु। फोटो मात्र भनेको केटाहरू फेरि यहाँ खतरा पोस्टतिर उभिदिरहेछ है। अनि यहाँनिर चाहिँ हामीले हल्का सेल्फी पनि हानेछु। भ्लगर हरे कहीँ छ चाहिँ म खै हो ओ यता हो केटा हो। यहाँ मलाई पनि सिनेरी चाहियो। यहाँ मलाई पनि सिनेरी चाहियो। खै चाहिँ यहाँ आइज नाच बेसी कहाँ गयो मान्छे फेरि पछाडि मात्रै उभिँदैछ हो। थोप्रा देखो मलाई उहाँ न अहिले म फ्याँक्दिन्छु अहिले म फ्याँक्दिन्छु अहिले। ये भगवान क्या जुलुम है। यहाँनिर चाहिँ केटाहरूले मलाई पर्खिरहेको थियो होइन। अन्त यहाँनिर चाहिँ एकदमै दामी सिनेरी थियो। अन्त म चाहिँ त्यो खिच्दै थिएँ। सो गाइस हामी चाहिँ अहिले लगभग 6 किलोमिटर है ब्रदर? 6 किलोमिटर 6 किलोमिटर हिँडिसक्यो हो। अनि अम्बोटे पुगिसक्यो है, लगभग पुगिसक्यो। सो ग्यामुन पनि पुग्नु आँटे। अझै 5 किलोमिटर कि 6 किलोमिटर अझै त्यस्तै कति छ। र ब्रदर हाउ आर यु फिलिङ? अलिअलि साह्रै नै पर्दैछ अब चाहिँ। अलिअलि साह्रै नै पर्दैछ अब चाहिँ। कस्तो लाग्दैछ फर्स्ट एक्सपिरियन्स? एकदम दामी नै पर्दैछ है। पुग्दा पुग्दा हालत खराबै हुने। बस हवा निकल गई। सो गाइस हामी चाहिँ अलमोस्ट 60% चाहिँ हामी रोडै हिँड्दैछु है। किनभने यहाँनिर अहिले विन्टरले गर्दा पनि होला बाटो चाहिँ एकदमै गाडी छ। जस्तो हामी ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ है, एकदम गाडी नै छ। अनि हामी चाहिँ रोडै जाँदैछु जति सक्दो। किनभने यहाँ कतिवटा बाटोहरू पनि बन्द भइसकेछ त गाडीले
र यहाँ ऊ फिल्डमा छ हाम्रो एकजना यता यता दिनु पऱ्यो यता 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 दिनु बहुत मनुष्य लग रहे हो मत करो रहने दो पऱ्यो बस्नु सो गाइस अलमोस्ट हामी प्लेनमा चाहिँ आइपुगिसक्यो है र हामीले रेस्ट गरेको छुइनँ अहिले रेस्ट गर्ने बेलामा भन्छु अनि अहिलेको लागि बाई बाई सो गाइस बाटो चाहिँ घारीले छोपिसक्यो हो तर हाम्रो अगाडि चाहिँ एकदम गतिलो मान्छे हिँड्दैछ कि बाटो बनाउँदै हिँड्दैछ यहाँनिर अब हाम्रो यहाँनिर चेक पोइन्ट हो यहाँनिर चाहिँ हामी रेस्ट गर्छौँ तर त्यहाँ पुगेर भिडियो बनाउँछु है सो गाइस हाम्रो चाहिँ अब 9 किलोमिटर कि 8 किलोमिटर हिँडिसक्यो हामी लगभग है अनि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ हाम्रो फर्स्ट चेक पोइन्ट लु यहाँ जेले के भन्न चाहनुहुन्छ अरे के भरे ऊ त्यो डाँडादेखि गएको घरहरू देख्दै गरेको ऊ त्यो डाँडादेखिको आएको हामी चाहिँ डिस्टेन्स त कभर त्यो चाहिँ कर्स्याङ है त्यहाँबाट चाहिँ आएको हामी चाहिँ अहिले चाहिँ हामी यहाँ आइपुगिसक्यो सो अब हामी यहाँ रेस्ट गर्छौँ यहाँ त ढिलै गर्नुपर्छ नि अन्त केटा हो भर्खर रेस्ट गर्नु पाएको कस्तो लागिरहेछ अहिले चाहिँ मजा आउँछ पानी सर्केर यता सोध्नुपर्छ हो लु यता के भयो अरे अहिले चाहिँ मजा छ अन्त के कोटाको के के खाने निकाल्न आँट्यो खाने निकाल्नु पर्यो नि अब के खाने हो टमाटर पो रहेछ त टमाटर टमाटर पो रहेछ त टमाटर त नखाऊ होला होइन सब्जीमा हाल्नुपर्छ एकदम ऊ स्पेसल निकाल्यो उसले हो के निकाल्यो भन बिहान नै पकाएको पुरी अरे गाइस पुरी पर्ख भाइ होइन गिलो रोटी पोहा पोहा सिधै फ्राई गर्छ यो एनर्जी भरपुर एनर्जी सो गाइस पोहा एउटा रहेछ जसले खान्छ खोलो भैया बसेर गाउँ चाहिँ कहाँनिर गाइस यहाँ चाहिँ दादाहरू चाहिँ मोरोबाट फर्किनु भएको अरे अनि बसेरी गाउँ खोज्दै आउनुभएको रहेछ हामीलाई सोध्दै थियो हामी त आफै लापत्ता भइरहेको छौँ बाटो नचिनेर हो अनि हाम्रो बाटो चाहिँ अब यहाँबाट सुरु हुन्छ फेरि उयो गाउँबाट र यहाँबाट हामी जान्छौँ फेरि लु गाइस अब चाहिँ हामी फेरि रेडी भएर लाग्दैको अब फेरि ग्यामुनको लागि गाइस बाटो बाटो अलिअलि भिडियो गर्दै जान्छु है अहिलेको लागि चाहिँ थाम्बाला सो गाइस यहाँको सिन चाहिँ यस प्रकारको छ है एकदम दामी सिन तर रियली टायर्ड यस्तो बेसी त होइन तर अरे कहना क्या चाहते हो सो हामी चाहिँ अहिले जाँदैछौँ यहाँबाट चाहिँ हामी आएको लोकेसन यहाँनिर कर्सियङ पनि दामी देख्दो रहेछ माथिनिर यत्रो पार काटेर चाहिँ हामी आइसक्यो है यहाँनिर अम्बक फलिरहेको रहेछ देख्नु सक्नुहुन्छ अर्ग्यानिक सो गाइस यहाँ चाहिँ हामीले उकालो बाटो भेट्यो फेरि है अनि एज यु क्यान सी भर्खर हामीले मन्दिर भेटेको थिएँ र अब यहाँबाट चाहिँ तेर्सो बाटो आउँछ होला त्यसको बाद चाहिँ हामी ओह्रालो जानुपर्छ सो त्यसको बाद चाहिँ हामी ग्यामनको बाटो जान्छौँ अहिले चाहिँ हामी अम्बटे नाङ्गे सो सी यु देयर सो गाइस यस्तो झोला छ भने चाहिँ यसरी बोक्नु पनि मिल्छ है ये फंस गया
यसको लागि चाहिँ एकदम गाउँले एक्सपिरियन्स हुनुपर्छ क्या, जसले पनि सक्दैन। र मेरो चाहिँ कुम दुखेर चाहिँ यसरी बोक्नु पर्यो हो। अन्त यहाँनिर केटाहरूलाई हल्का देखाइदिउँ न है, यस्तो गरेर कस्तो लागिरहेछ गाइस? भालो लाग्यो दादा, ओह्रालो लाग्यो। ओह्रालो झरेर उकालो चढ्दा कस्तो भयो? बोली छैन हो है। यता सोधौँ। यहाँ चाहिँ एकदम जोसमा छ, ओके छ, एकदम ओके छ। क्यामेरा मात्रै हो त्यो। अन्त यता कस्तो छ? अलिक साह्रो परिसक्यो। र गाइस ओके हुनुको कारण चाहिँ यस्तो रहेछ नि त, ब्याग साटेछ है बिचरा, यहाँ बोकाइदिएछ, यहाँ ब्याग साटिराखेछ। अन्त कैसे लोग रहते हैं यार यहाँ पर। यो चाहिँ ओकेको रिजन। र अब चाहिँ हामी भर्खर एकजना दादालाई सोधेको थिएँ है, र दादाले चाहिँ भन्नुभयो कि यही बाटो नै ग्यामुन जान्छ भनेर। गाइस हामी चाहिँ यहाँ सुन्तला माग्दै थियौँ र बाजेले चाहिँ हामीलाई टिप दिनुभएको छ है। थ्याङ्क यू बाजे। हजुर हुन्छ। सो सुन्तला अर्ग्यानिक, धन्यवाद बाजे। यहाँनिर चाहिँ केरा पनि रहेछ है। यहाँनिर चाहिँ भोकटे गाइस सुन्तला चाहिँ खानुपर्छ अब। बहुत अच्छा लगेगा। हामी चाहिँ मन्दिर आइपुगे। ऊ तलनिर यहाँ अलिअलि देख्दैछ है, त्यहाँनिर चाहिँ पुग्नुपर्ने हामी चाहिँ। र लेट्स कन्टिन्यू। गाइस हामी चाहिँ जाँदैछौँ है। अन्त यहाँ तल चाहिँ टक्क ग्यामुनको ब्रिज चाहिँ यहाँनिर छ है गाइस। यतानिर चाहिँ ब्रिज देख्दैछ, सलिड ब्रिज छ। अहिले तपाईँलाई छेउबाट देखाउँछु। गाइस हामी चाहिँ अब अहिले फिलहाल सेकेन्ड चेक पोइन्टमा छु है। अनि अन्त यहाँनिर चाहिँ यस्तो छ हालत चाहिँ। केटाहरूको चाहिँ ल्या के भयो यसलाई? ओइ केही भएको छैन भाइ, घाम आएर आँखा छोप्यो। घाम आएर चाहिँ आँखा छोपेको अरे यसले। अब चाहिँ हामी फेरि आफ्नो सफर सुरु गर्न लागिरहेको छौँ। जय माता दी, लेट्स रक। सो गाइस अझै पनि टाढै छ हो। अन्त हामी जाँदैछौँ, पुग्नु आँटे, बेसी छैन। सो गाइस हामी चाहिँ दुईवटा चेक पोइन्ट मात्रै राख्ने भनेर सोचेको थिएँ, तर बाटो चाहिँ अलिक के अब यस्तो छ नि बाटो त हो। अन्त यस्तै भएर अलिक टाढो परेर चाहिँ गलेर तिर्खा लाग्यो अरे केटाहरूलाई हो। सो हामी यहाँ थर्ड चेक पोइन्ट बनाइरहेको छु। यहाँ खास तिर्खा लाग्ने चाहिँ उसलाई हो, एकदम गलेर ठडै भइरहेछ। यहाँ खुसी छ ऊ, यता उजै चाहिँ एकदम फिल्डमा बसिरहेछ। यसको फोटो खिचिदिनु पर्यो। म्यापले चाहिँ हामीलाई अघि माथि अम्बोटे आउनुभन्दा अगाडि नै 5 किलोमिटर भन्दै थियो है, तर 5 किलोमिटर चाहिँ 10 भएको जस्तो लाग्यो आउँदा। अहिलेको लागि चाहिँ बाई बाई। अहिले एकछिनमा भिडियो गर्छु ब्रिजमा पुगेर। जय के भन्नु छ? केही भन्नु छैन, सिधै पुगेर अब। तिमीहरूलाई के भन्नु छ? शब्द छैन केटाहरूकोमा। अफसोसको यदि केही अर्को चेहरा थियो भने चाहिँ यहाँ देख्न सक्नुहुन्छ। They ask you how you are, you just have to say that you're fine when you're not really fine, but you just can't get into it because they would never understand.
सो गाइस यही हो ब्रिज चाहिँ आइपुग्यो केटा हो एकदम बल्ल आइपुग्यो बल्ल बल्ल ग्यामुन खोलाको दर्शन पाइयो गाइस तपाईँहरूलाई म ब्रिजको नजारा देखाइन्छ है खोलाको ग्यामुन खोला एकपट्टि मात्रै देखाउनु मिल्दैन होला दुईपट्टि देखाइन्छ है अन्त के भनेको गाइस खोला सो गाइज हामी चाहिँ ग्यामुन आइपुगिसक्यो है अनि यहाँ केटाहरू रेस्ट गरिरहेछ र यो चाहिँ ग्यामुन ब्रिज केटाहरू रेस्ट गरिरहेछ एकजना चाहिँ यहाँ क्याम्पको लागि लोकेसन खोज्दैछ र म पनि अब क्याम्पको लागि लोकेसन खोज्न जान्छु है अनि क्याम्पिङ भनेपछि फेरि अब यस्तो यहाँ एकदम यो पार्क जस्तोमा त बस्नु भएन होइन सो हामी अलिक परतिरै गएर क्याम्प बनाउँछु यहाँनिर चाहिँ वेलकममा बसिरहेको खोलाको सिन चाहिँ यस्तो छ है अन्त जहिले चाहिँ त्यहाँनिर अङ्कललाई सोध्दैछ उता पर चाहिँ दोकानहरू रहेछ है अनि यता पर चाहिँ फेरि गाउँहरू रहेछ यहाँ मन्दिर रहेछ सो हामी चाहिँ त्यतातिर नबनाउने अलिक टाढै बनाउने क्या फेरि क्याम्पिङ गएको मजा आउँदैन सो अब क्याम्पिङ बनाएको भिडियो चाहिँ तपाईँलाई म देखाउने छु है हमारे यहाँ ऐसा ही होता है सो गाइस हामी चाहिँ यता वाइवाई पकाउनुपट्टि लागिरहेको छौँ र यहाँनिर टेन्ट चाहिँ हाम्रो सेट भइसकेको छ दुईजना चाहिँ हात धुनु गइरहेछ हो एकजना मात्रै देख्छ त दुईजना हो यहाँनिर अन्त यहाँनिर चाहिँ मेरो भाइले चाहिँ मलाई सघाउँदैछ पकाउनु लागि मसला खोल्दैछ भाइले र हाम्रो वाइवाई चाहिँ पाकिसक्नु आँट्यो भन्दा नि भयो अहिले पाकिसकेर देखाउँछु है त सो गाइस हाम्रो वाइवाई चाहिँ यस प्रकार छ पाक्दैछ हो केटाहरू खान लागि रेडी छ ह्याभ सम ग्लुकोज जय भाइ यहाँ खुसी छ खाना पाएर खुसी छ यहाँ मान्छेहरू आप दो ना बिहानदेखिको यही हो गाइस मैले भर्खर खाना खाइसकेँ होइन ऊ त्यो फोनमै लागिरहेको छ अघिदेखिको 2 घन्टा भइसक्यो फोनबाट छोड्दैन अब दाउरा लिनु जाने बेलुकाको लागि दाउरा ल्याउँछ एकछिन आराम गर्छ त्यो पछि बेलुकाको लागि अब त्यही हो कर्जी मर्जी पकायो बेलुका अब भात मासु त्यही नै छ टेन्ट यता लागेको छ हाम्रो प्रयास यता रुँदै गर्छ जुत्ता सुत्ता खोलेर बसिरहेको छ माया लाग्दो भएर बिचरा जाँदैन अरे त्यही छ ऊ अहिलेसम्म फोनमै छ दाउरा लिनु जाने मान्छे यस्तै चल्दैछ
दाउराहरू बटुल्दैछु यो चाहिँ कम्मरमा हात लगाएर बसिरहेको छ ज्ञान दिँदै के गरेको चाहिँ छैन केही गरेको छैन हो कम्मरमा हात लगाउँदै त्यो गर्दै बसिरहेको छ हो हाम्रो साईले मेहनत गर्दैछ झिक्रा बटुल्दैछ त्यहाँ बसेर सो गाइज है अहिले चाहिँ जाडो पनि भयो नि कि होइन अनि हामीले अघि वाइवाई खाएर यहाँनिर चाहिँ दाउराहरू लिएर आएको थिएँ अनि यहाँ पानी तताउँदैछु है अन्त यहाँनिर केटाहरू रेस्ट गर्दैछ र हामी चाहिँ अब फर्स्ट टाइम आज अलिकति गलिरहेको छ केटाहरू गलिरहेको छ यी फर्स्ट टाइममा चाहिँ यो हालत हुन्छ है गाइस यस्तो हुन्छ है फर्स्ट टाइममा चाहिँ हालत कस्तो छ अन्त केटा अहिले चाहिँ कस्तो लाग्दैछ अन्त अहिले त शान्ति लागिरहेको छैन बस्नु पाएर त्यही त अघि चाहिँ कस्तो लाग्दैथ्यो अघि त्यही हालत खराब भएको थियो अन्त यता चाहिँ टेन्टभित्र कस्तो भइरहेको छ टेन्टभित्र झन् दामी नि अब चाहिँ जाडो पनि निकै बढ्यो हो र जय र म चाहिँ भर्खरसम्म आगोहरू बालिओरी त्यो डेक्चीहरूमा माटो दलिओरी गर्दै थिएँ है र अब चाहिँ हामी पानी तताएर एकछिनमा चाहिँ हामी सब्जीहरू बनाउँछौँ है त्यसको बाद भातहरू पनि बसाउँछौँ लु लालटिन रेडी छ हाम्रो लालटेन चाहिँ निब्ला गर्दैछ र यो चाहिँ हामीले सोको लागि राखेको भन्दा पनि भयो हो र बाटो देखाउनुको लागि राखेको भन्दा पनि भयो चिसो हुँदाखेरि भित्र राखेर टेन्टलाई तातो गर्ने काम गर्छ यसले भन् अन्तखेरि बाहिर पनि ठिकै छ अलिक लामो डन्ठीमा गरेको राम्रो हुन्थ्यो यत्रै पाएछ यसले डन्ठी होइन हौ अब कहाँ राति हुँदा खोजिरहनु तपाईँहरूलाई हाम्रो नाइट भ्यू देखाइदिन्छु है बिना लाइटको सो यत्तिको चाहिँ छ आम्मा अब लु यता हेर्नुहोस् त्यो कर्जी मर्जी पकाउनेको लागि त्यो गर्दैछ हाम्रो अनिसले यता प्याजहरू काट्दैछ कर्जी मर्जीको लागि भर्खर पानी उम्लेर राखेको छ त्यहाँनिर साहिल छ यता हाम्रो टर्चवाला बाबा प्रयासभित्र छ निस्किनु चेष्टा गर्दैछ बाहिर Hello, how are you? I am under the water. Please help me. Here too much raining. यता अब कर्जी मर्जी पकाउने त्यो गर्दैछ त्यही हो चल्दैछ अहिले कति बज्यो अहिले 6:10 भएछ अझै भइसक्यो जुन पनि छैन माथि बादलहरू आइरहेको छ के बोले भाइ अब के बोले एउटा काम गर्नु पर्यो चाहिँ त्यही हो यी हाम्रो कटिङ मास्टर हाम्रो अहिले फिलहालको अहिले हाम्रो मास्टर सेफ उही हो यही चल्दैछ अहिले एकछिनमा फेरि देखाउँछ के चल्दैछ ऊ हाम्रो प्रयास दाजु निस्किने चेष्टा गर्नु हुँदैछ निस्किनु आँटेको छ देखा आपने लापरवाही का नतीजा भन अलिक टाढो राखेँ खुब अब त भर्खर काण्डा भएको थियो भिडियोमा चाहिँ आएन थियो अलिकति यहाँ छ हाम्रो यी पकाउने मान्छे झन्डै अनुहार डढ्यो यहाँ हाम्रो हेल्पर टर्च देखाउने यहाँ छ प्याज खालि हाल भनेको टमाटर पनि हालेर मऱ्यो अब पनि ठिकै छ अब के गर्नु अब उहाँ कर्जी मर्जीको मासु उहाँनिर छ त्यो छ खासमा अब के पाराले पकाउने भन्दै थियो अब के भइदियो ठिकै छ अब जस्तो हुन्छ त्यस्तो खाने हो चल्दैछ अब कर्जी मर्जीको मासु पाक्दैछ त्यहाँनिर भर्खर मासु हलाइ भयो अघिसम्म त्यो मसलाहरू त्यो गर्दै थियो भर्खर मासु हलाइ भयो हाम्रो यता अनिस दाजु कसरी पकाउनु भनेको कस्तो प्रकारले बनाइरहेको छ र पनि ठिकै छ चल्दैछ ठिकै छ खाएर बताउ के खाएर केटाहरू छ यता हेल्पर प्रयास पनि छ साहिल प्रयास म पनि छु यता देख्छ कि देख्छ छैन कोनी
ठिकै छ चल्दैछ यस्तै चल्दैछ सो गाइस हाम्रो चाहिँ कर्ची मर्ची चाहिँ रेडी भइसकेको छ है र अब चाहिँ हामी कर्ची मर्ची खान लागिरहेको छौँ यहाँ चाहिँ हाम्रो भाइहरू छ होइन अन्त यहाँ चाहिँ जे पनि बसिरहेको छ आमा के गोरे यो त कौन है ये लोग आम्बो थेट र म चाहिँ यता बसिरहेको छु होइन देख्दैन होला भाइ लाइट देखाउ त इमोसनल ड्यामेज म यहाँ छु होइन अब यो खाएर चाहिँ हामी चाहिँ एकछिनै गाइस अँधेर पो त यो खाएर चाहिँ हामी भात बसाउने हो त्यहाँ चाहिँ सब्जी बसाउने हो सब्जीमा पनि मासु नै छ होइन भारीमाथि सुपारी नगरेको मासुभन्दा के साह्रो रमाएको हेर्नु त गाइस 2 केजी मासु अझै छ भात छ अनिसले लेख्छ 3 केजी जस्तो चामल राख्छ त्यसमा 1 केजी पनि खानु सक्दैन केटाहरूले हो ल गाइस अब चाहिँ हाम्रो भात पाक्दैछ है त्यसको बाद एकछिनमा हाम्रो मासु कहाँ छ मासु चाहिँ म यहाँ टेन्टको छेउमा राखिरहेको छु अन्त भाइ कस्तो लागिरहेछ अहिले फिलहाल दामी लाग्दैछ यस्तै हुन्छ है भाइ क्याम्पिङ चाहिँ तँलाई चाहिँ कस्तो लागिरहेछ है तँलाई चाहिँ कस्तो लागिरहेछ डेली जस्तो लागिरहेछ डेली यस्तो लागिरहेछ अन्त भाइ तिमीलाई चाहिँ मेरो त फर्स्ट एक्सपिरियन्स हो फर्स्ट एक्सपिरियन्स बेस्ट एक्सपिरियन्स भइरहेछ अहिलेसम्म भाइको चाहिँ अब लाइट चाहिँ यस्तो परिरहेको छ कि आँखामा उहाँ पुल छ कि त्यहाँनिर टिक टक गऱ्यो भने चाहिँ पक्का भूत भन्छ हो सो गाइस हाम्रो चाहिँ भात पाक्दैछ यति बेला होइन यहाँ मासु पनि अलिकति उप्रियो हो त्यो चाहिँ हामीले सकिनँ तर अहिले भातसँग त अब जान्छ होला खतरा डाइट खतरै छ केटाहरूको अन्त अब भात पाक्नु पर्खिरहेको छु त्यहाँ चाहिँ मासु बसाउने हो गोरो चाहिँ यत्तिको हुनुपर्छ गाइस अँधेर पनि टल्किने लाइट गयो भाइलाई देखेन पनि मलाई पनि देख्दैन उसलाई पनि देख्दैन हो यसलाई मात्रै देखिरहेछ ऊ ल गाइस अब यो भात पाकिसकेर है मासु पकाएको चाहिँ तपाईँहरूलाई देखाउने छु चैन आई मेरे दिल को दुआ कीजिए अकेला भी अक्सर गिर के संभल सकता हूँ मैं तुम जो पकड़ लो हाथ मेरा दुनिया बदल सकता हूँ मैं मांगा है तुम्हें दुनिया के लिए सो गाइस हाम्रो भात चाहिँ पाकिसक्यो होइन अन्त अब चाहिँ हामी एकछिनमा चाहिँ भात खनाउँदैछु यसमा चाहिँ पानी तताउने हो अनि यहाँनिर चाहिँ हामीले फेरि मासु पकाउने हो अहिले चाहिँ हामीले भात चाहिँ प्लेटमा सार्दैछु यसो दाउरा कटाइ हुँदैछ चुलाको लागि चुला चाहिँ बल्दै नै छ तर अहिले हुरुरु पाल्नु पऱ्यो नि त यहाँनिर चाहिँ हाम्रो जेही भाइ छ हो जेही भाइ भालो प्रयास भाइ भालो एकदम भालो यता साहिल भाइ भालो साहिल भाइ त भालो नि मसँग त थाहा हो भालै नै अब त सो गाइस सिचुएसन चाहिँ यस्तो छ होइन र यहाँ गालामा चाहिँ हल्का लाग्यो मलाई दाउरा चिर्दाखेरि होइन भइहाल्छ उयोले बम्बक नदिएर चाहिँ त्यस्तो भएको हो चिरिसक्ने दाउरा चाहिँ त्यहाँनिर ठोकेको थियो हो त्यही भएर त्यस्तो भएको अहिले फिलहाल 10 बजेर 15 मिनटहरू गइसकेको छ त्यहाँ मासु पकाउने तर्खर चल्दैछ यहाँ छ मासु यहाँनिर मसलाहरू पाकिसक्यो मासु हाल्ने बेला भइसक्यो यहाँनिर हाम्रो आजको सेफ हेलो गाइस हरिबरी ऊ अनुहार अलिकति बनाइरहेको छ अलिकति मुर्खे भएर उयोले मलाई बम फक्न दिएर ठिकै छ चल्छ त्यो अलिकति हुँदाखेरि यहाँ काला पनि भेटेँ नि अब मै भइदिने हो के गर्नु अब के भएको अच्छा हाम्रो साहिल टर्चम्यान साहिल साथमा प्रयास चल्दैछ मासु हाल्दियो चल्दैछ टमाटर हाल्ने बेला टमाटर काटेको छैन यही अब चाहिँ मासु पकाउने तर्खर गर्दैछ उहाँ ऊ मासु धोएर राखिरहेको छ यता यी मसला ससला त्योहरू पाकिसक्यो अर्कोले नुन चिनेको छैन फेरि हो लु अन्त त्यस्तो चल्दैछ के छ अहिले हात पोलिसक्यो फेरि किन बाहिर बलेको यार ज्याकेट फेरि त्यस्तै छ फेरि अलिकति धुलो भेट्यो नि अनि हुडुर बल्छ अरे यो धुवा त भाइ
चढ्दैन भाइ लु गाइस बेलुकाको 2 बजे बजेको छ यति बेला यहाँ आगो जलाइराख्ने अब अनिस त अघि नै सुतिहाल्यो टेन्टभित्रै छ त्यो हामी चाहिँ नसुति बाहिरै बसिरहेको थिएँ अब यति बेला चाहिँ चिसो पनि भयो गलेको हुनाले भोलि बिहान फेरि उकालो जानु छ यहाँ आगो अब यतिसम्म बिहानसम्म बलिरहेको हुन्छ यो आगो केही अन्त जङ्गली जनावरहरू आउने कुरा आएन सुत्नु लाग्दैन अब हामी पनि गुड नाइट भिडियो यो चाहिँ गुड नाइट एभ्रीबडी गुड नाइट गुड मर्निङ गाइस यहाँ चिया पाक्दैछ यहाँ प्रयास साहिल म अनिस चाहिँ हाम्रो भित्रै छ यता अलि देख्छ कि देखेको छैन उठेको छैन त्यो घोडा बेचेर सुतिरहेको छ यता अन्तखेरि बिहानको चिया पाक्दैछ मसला मार त्यही त लिम्बू गाड लेमन टी खाने अरे केटाहरू त्यही बनिँदैछ गाइस होली मोली गाइस कुनी कस्तो चाहिँ कस्तो हौ होली मोली गाइस होली मोली आज हाम्रो यस्तो चल्दै थियो गाइस बदमास यही कारणले त बिहारीहरू ब्यान्ड छ त बदमास यही कारणले त बिहारीहरू ब्यान्ड छ त क्या बोला तूने बल्यो गाइस बल्यो हाम्रो बिहारी बाबु हराइरहेछ पर कता कुकुरसँग होला यहाँ त कुकुर मात्रै रहेछ वाह दीदी नहीं वाह यो चाहिँ हाम्रो लोकेसन हो यहाँनिर चाहिँ हाम्रो सिक्युरिटी गार्डहरू छ हो यहाँ अनिस बसिरहेछ हो 2 भाइ यता पानी ल्याउनु खोलातिर गएछ हो यता जे छ आउँदैछ जे यो चाहिँ साहिल हाम्रो एकदम त्यहाँ चल्दैछ उसको भाडा दुवाई हो साहिललाई देख्नु भएन होला कालो बेसी भएर साहिल हो बिचराको पुरा टेन्सन छ भर्खर एउटा थाल फुटेछ ल गाइस हामी चाहिँ अब फर्किँदैछ अर्को एउटा अगाडि हाम्रो बारीवाला दाइ हिँड्दैछ प्रयासको खुट्टामा चोट लागेकोले बिचारा हिँड्नु साह्रो परिरहेको छ उसलाई हाम्रो भाडा मोल्ने दाइ यहाँ अगाडिको